यदि हामीलाई दुईवटा सेट दियो, सेट ए र सेट बी दियो, यो सेट के छ भन्दाखेरि ओभरल्यापिङ छ। हो, योबाट हामीले फर्मुला निकाल्नु पर्यो। फर्स्ट अफ अल हामी त यो सेटमा इलिमेन्ट के हुन् हैन, यसलाई जान्नु पर्यो, यसको रिलेसन जान्नु पर्यो हैन। यो पुरै छ नि, यो यताको यो हो, यसलाई हामीले सेट ए यान ए मान्यौँ। यताको यो पुरै सेट छ नि, यसलाई हामीले सेट बी, जसलाई हामीले यान बी भन्यौँ। अनि बिचमा यो कमन पार्ट छ, त्यसलाई हामीले यान ए इन्टरसेक्सन बी भन्यौँ। अनि फेरि के बुझ्नु पर्यो भन्दाखेरि यो पुरै छ नि, यो सट्ट यो पुरै यहाँदेखि यहाँ गोलो भएको सबै भाग भएकोलाई हामीले ए युनियन बी भन्छौँ। अनि यो गोलो भएको बाहिरको भाग छ, यसलाई हामीले ए युनियन बीको कम्प्लिमेन्ट भन्दा मतलब यो ए युनियन बी बाहेकको भनेर हामीलाई बुझाउँछ। अब योबाट हामीले के गर्नु पर्यो भन्दा फर्मुला निकाल्नु पर्यो हैन। यसलाई हामीले यही डायग्रामबाट हामीले बुझ्न सक्छौँ। हामीलाई ए युनियन बी निकाल्नु पर्यो। अब ए युनियन बी निकाल्दा हामीले के गर्छौँ भन्दाखेरि यदि वानली मात्रै दिएको छ भने हैन, अब जस्तै कुनै पनि सेट दियो, वानली भन्ने शब्द आयो, यति मात्रै प्रयोग गर्छन् अथवा यति मात्रै मन पराउँछन् भन्ने खालका यस्ता क्वेसन आयो भने हामीले के गर्छौँ भन्दाखेरि यो ए युनियन बी भनेको यो पुरै हो। यो निकाल्दा हामीले के गर्छौँ, पहिला यति यान नट ए प्लस यान नट बी प्लस यान ए इन्टरसेक्सन बी यो जोड्नुपर्ने हुन्छ। त्यसैले ए युनियन बी बराबर के गर्छ भन्दाखेरि यान नट ए प्लस यान नट बी प्लस यान ए इन्टरसेक्सन बी। यो यदि वानली भन्ने शब्द दियो भनेपछि अब फेरि अर्को केस के छ भन्दाखेरि ए निकाल्ने फर्मुला यान ए युनियन बी। यदि वानली दिएन भनेपछि हामीले के गर्छौँ भन्दाखेरि यो सेट ए यो पुरै सेट ए जोड्छौँ, अनि यो सेट बी पुरै जोड्छौँ, अनि बिचको यो इन्टरसेक्सन घटाउँछौँ नि। यान ए प्लस यान बी माइनस यान ए इन्टरसेक्सन बी गर्छौँ। वानली दिएपछि यहाँ यान नट ए यान नट बी जोड्ने, अनि बिचको कमन भाग पनि जोड्नुपर्छ। यदि वानली दिएन भनेपछि हामीले यान ए यान बी सेट ए र सेट बी जोड्ने, अनि बिचको तिनको कमन पार्टलाई हामीले घटाउनु पर्ने हुन्छ है। अब हामीलाई के दियो भन्दाखेरि यान ए निकाल्नु पर्यो। यान ए भनेको के हो, यो पुरै यान ए हो। यान ए निकाल्न हामीले के गर्छौँ भन्दाखेरि यान नट ए यति मात्र यति जोडेको हुन्छ हुन्न, यान नट ए प्लस यान ए इन्टरसेक्सन बी गर्ने, चित्रबाट बुझ्ने है। यो पुरै यान ए निकाल्दाखेरि यान नट ए र यो जोडेर पुरै आउँछ। अनि यसै गरी यान बी निकाल्न हामीले के गर्छौँ, यान नट बीमा यो जोड्छौँ, यान नट बी प्लस यान ए इन्टरसेक्सन बी गर्छौँ। हामीले डायग्रामबाट बुझ्दाखेरि एकदमै सजिलो हुन्छ। अनि यसै गरी फेरि हामीलाई के दियो भन्दाखेरि यान नट ए अथवा वानली ए भनौँ होइन, वानली ए मात्रै निकाल्नु पर्यो। ए मात्रै, यो ए भनेको पुरै हामीलाई दिएको छ होइन। वानली ए निकाल्ने फर्मुला के हो भन्दाखेरि यो पुरै एबाट होइन कमन भाग घटाइदिएपछि त वानली ए आइयो। त्यसैले यान नट ए बराबर यान ए माइनस यान ए इन्टरसेक्सन बी गर्छौँ। यसै गरी यान वानली बी भन्दा वानली बी निकाल्नु पर्यो। यो पुरै बी दिएको छ, वानली बी निकाल्न के गर्नु पर्यो, यो पुरै यो बीबाट कमन बाट घटाइदिएपछि त वानली बी आइहाल्छ, इजी छ। यान बी माइनस यान ए इन्टरसेक्सन बी यसरी हामीले गर्छौँ। यिनी भनेका सामान्य हाम्रा यो दुईवटा यदि सेट दुईवटा देखायो भने सामान्य सेट निकाल्ने नि फर्मुला हुन् है। अब कहिलेकाहीँ फेरि के गर्छ भन्दाखेरि चित्रमा दिएको हुन्छ, चित्रबाट निकाल पनि भन्न सक्छ के, फर्म डायग्रामबाट हामीले सल्भ गर्नुपर्ने हुन्छ। अब कमन भाग भनेपछि यो बिचमा भएको लेख्नु पर्यो होइन। अनि ए मात्रै भन्यो भने यति बिचमा भाग यति मात्रै भएको लेख्नु पर्यो।
अनि बी मात्रै भन्ला वानली बी भनेपछि यो भागको मात्रै लेख्नु पर्ला। अनि यिनको कमन भन्ला भनेपछि यो बिचको भाग लेख्नु पर्यो। अनि यो यिन दुईवटा सेट बाहेकको भन्यो भने यो लेख्नु पर्यो है, यो बुझ्ने। अनि यसै गरी हामीले यान यु भनेको अब यो सेट दियो युनिभर्सल सेट निकाल भन्यो। अब युनिभर्सल सेट निकाल्ने भने दुईवटा छन्। यदि अब कम्प्लिमेन्ट दिएपछि के गर्ने, कम्प्लिमेन्ट नदिएपछि के गर्ने भन्ने कुरा आउँछ। यान यु निकाल्न के गर्नु पर्यो भन्दाखेरि पहिलो हामीले के गर्ने, यो भनेको पुरै ए युनियन बी हो, त्यसैले यान ए युनियन बी गर्ने यदि यो कम्प्लिमेन्ट नदिएपछि। यदि कम्प्लिमेन्ट दिएको छ भने यान ए युनियन बी प्लस यान ए युनियन बीको बार गर्छौँ है। यसलाई फेरि बुझ्ने है, मैले फेरि भने यान यु निकाल्नुलाई हामीले के गर्नु पर्यो भन्दाखेरि पहिला यो ए युनियन बी गर्ने, यति गरेर पुग्थ्यो। बार नदिएपछि, यदि बार दिएपछि कम्प्लिमेन्ट दिइसकेपछि यान ए युनियन बीमा फेरि हामीले यान ए युनियन बीको बार चाहिँ हामीले एड गर्नुपर्ने हुन्छ है। अनि फेरि अर्को यान यु निकाल्ने अर्को केसमा यान यु यदि वानली दिएछ भने होइन, वानली दिएछ भने के गर्नु पर्यो, यो पुरै यो निकाल्न यान यु भनेको पुरै हो, यो पुरै निकाल्न के गर्नुपर्छ भन्दाखेरि यान नट ए प्लस यान नट बी प्लस यान ए इन्टरसेक्सन बी यति गर्ने। अनि फेरि यो बाहिरको बार दिएछ भने ल्यायो भने जोड दिनु पर्यो फेरि प्लस यान ए युनियन बीको बार गर्छौँ। यदि कम्प्लिमेन्ट नदिएपछि हामीले यो लेख्नु पर्थेन है। कम्प्लिमेन्ट यदि दिन्छ भने चाहिँ लेख्नु पर्यो, किन भन्दा युनियनमा सबै पर्छ। अनि पछि अर्को फेरि वानली ए नदिएर सेट ए र सेट बी दियो होइन। अब यान यु निकाल्ने फेरि कति फर्मुला भन्ला फेरि होइन, यो कन्डिसन हेरेर हुन्छ क्या। कहिले वानली ए वानली बी दियो भने यस्तो यो लाउनु पर्यो। अनि सेट ए र सेट बीका कुनै इलिमेन्ट दियो भनेपछि के गर्छौँ भन्दाखेरि यान ए प्लस यान बी माइनस यान ए इन्टरसेक्सन बी गर्छौँ है, यदि कम्प्लिमेन्ट नदिएपछि। अब के भयो, पुरै सेट दियो हामीले युनियन निकाल्नु पर्यो। यसको लागि हामीले के गर्ने गरे, पहिला यो यान ए गर्ने, यो पुरै जोड्ने, अनि यान बी पनि पुरै जोड्ने। अनि यो कमन भाग दुईचोटि आइसक्यो। सेटमा कुनै पनि इलिमेन्टलाई दुईचोटि जोडाउनु हुँदैन होइन, युनिक इलिमेन्ट राख्नुपर्छ। त्यही भएर यो बिचकोलाई फेरि हामीले घटाउनु पर्यो दुईचोटि जोडिरहेको हुनाले। अनि फेरि यसमा के छ भन्दाखेरि यदि कम्प्लिमेन्ट दिएछ भने जोड्ने, कम्प्लिट दिएछ भने नजोड्ने। यदि कम्प्लिट दिएछ भने बिट्ट्याक हामीले यान ए युनियन बीको बार चाहिँ फेरि हामीले जोड्नु पर्ने हुन्छ यदि कम्प्लिमेन्ट दिए भनेपछि है। यिनी भएको यु निकाल्ने यिनी फर्मुला भयो, इजी छ, घोक्नु भएन। यही चित्रबाट हामीले सजिलोसँग बुझ्न सक्छौँ। अनि यसै फेरि के दिला, बार दिला। जस्तै यान ए युनियन बीको बार भन्यो अथवा ए युनियन बीको कम्प्लिमेन्ट भन्यो। भन्नु मतलब ए युनियन बी बाहेक भन्यो। अब ए युनियन बी बाहेक भनेपछि यिनी पर्ने भयो। यसको फर्मुला यान यु माइनस यान ए युनियन बी गरिदिने है। यो पुरै युनिभर्सल सेटबाट हामीले के गर्ने, यो ए युनियन बी भने यो बिचको यो भाग घटाइदिने अनि आइहाल्यो। यसलाई त पछि हामीले गर्नु जानिहाल्छौँ, एकदमै सजिलो छ है। अनि यसै गरी यान ए इन्टरसेक्सन बीको कम्प्लिमेन्ट अथवा बार भनेपछि यान यु माइनस यान ए इन्टरसेक्सन बी यसरी हामीले गर्छौँ। यिनी भनेको सिम्पल खालका दुईवटा सेट दिएकोमा सिम्पल खालका फर्मुला हामीले डायग्रामबाट बनाउन सक्ने खालका फर्मुला हुन्।